छोरा हुन्छ कि छोरी हुन्छ लु भन्नु छोरी पलातिनी पलातिनी हुन्छ कि पलाती हुन्छ छोरा बाजे पक्कै पनि नातिनी आउँछ होला हाय नानी तिमी त म त नाति हुन्छ जस्तो लागेछ हाई बेबी नानीको म हुनेवाला फुपू बोजू म चाहिँ गेस गर्छु नाति भनेर छोरी सबभन्दा चाहिँ एकदम 101% स्योर है मैले जितेँ बाजी 100% स्योर म ग्रान्डफादर मेरो आमा हुनेवाला नाति म ठुलो भाउ छोरी हुन्छ हाई बेबी म तिम्रो हुनेवाला आन्टी मलाई लाग्छ तिमी छोरा हो हाई बेबी म तिम्रो चाहिँ मामा हो मलाई सोच छ छोरी हुन्छ भनेर म चाहिँ हुनेवाला आन्टी आम अ टिम गर्ल हाई म हुनेवाला अङ्कल म चाहिँ टिम गर्ल यहाँनिर हुनेवाला अङ्कल बेबी गर्ल टिम म चाहिँ अब हुनेवाला मामा र मेरो विचारमा चाहिँ भान्जी हुन्छ I think it's going to be a girl and congratulations to Didi and Bena. नमस्कार जयसा अनि हजुरलाई कङ्ग्रेचुलेसन्स अनि नानीलाई पनि सुनुलाई पनि मलाई चाहिँ लाग्छ छोरी नै हुन्छ जस्तो लाग्छ हजुरलाई आशीर्वाद नमस्कार म चाहिँ हुनेवाला बेबीको बोजू मेरो विचारमा चाहिँ नाति हुन्छ जस्तो लाग्छ नमस्ते म चाहिँ बेबीको जेठी माइजू मलाई लाग्छ मेरो चाहिँ भान्जा नै हो I'm your Chama and I think you're going to be a girl. Okay, Mayu, do you think it's gonna be baby boy or a girl? Probably girl. Girl? How about you, Rehan? Do you think it's gonna be baby boy or a girl? Girl. Tia, baby boy or girl? Girl. Sipora, what do you think? Itisa, is it gonna be baby brother or sister? Sister? I'm the sister and I think you're a girl. I'm your auntie, I think you are a boy. Hi, I'm your auntie and I think you're a girl. म चाहिँ हजुरआमा हो मलाई चाहिँ छोरा हुन्छ जस्तो लागेको छ नमस्ते म नानीको कान्छी हजुरआमा मलाई चाहिँ नातिनी जस्तो लागेको छ हुनेवाला नानीको ठुलो मम्मी हुँ मलाई चाहिँ लागेको छ कि छोरा हुन्छ जस्तो लागेको छ हाई नानी मलाई चाहिँ मेरो नाति हुन्छ जस्तो लागेको छ Hello baby, I'm your Maizu. I think you are a baby boy. You are highly welcome to our beautiful family. भान्जा भए पनि भान्जी भए पनि हाम्रो परिवारमा स्वागत छ Hi baby, I'm your Maizu and I think you're a boy. I'm your uncle. It's gonna be boy. Hi Nanny, I'm uncle. I think you're gonna be a girl. Hi baby, I think you're going to be a Girl. Bye boy ki girl. Hi भान्जा और भान्जी वेलकम टु दि वर्ल्ड दिस वर्ल्ड म गेस गर्छु भान्जी नै गेस गर्छु हजुरको बाजे हो र मैले गेस गरे अनुसार तपाईँलाई गर्ल हुनुहुन्छ Hi baby, I'm uncle and I think you're gonna be a boy. म चाहिँ girl भन्न चाहन्छु म तपाईँको माइजू अनि I think you're gonna be a girl.
Hi Nani, I'm your mama and I think you are team boys. You are the answer of our prayers. So it really doesn't matter whether you are a baby girl or baby boy. तर मैले गेस गर्नु पर्दा चाहिँ I think you are gonna be a baby boy. जे भए पनि तिमीलाई माया उत्तिकै हुनेछ तर मलाई लाग्छ तिमी बेबी गर्ल हुन्छ